घरमा छोड्न आएको हजुर धेरै धेरै धन्यवाद। यो सरकारले सार्वजनिक सेवा प्रवाह असल सार्वजनिक सेवा प्रवाह गर्नको लागि जिल्ला प्रशासन कार्यालय बनाउनु भएको पासपोर्टलाई जिल्ला हुला कार्यालय घरसम्म पुर्याउने गरेको छ, आजदेखि सुरु गरेको छ। कति राम्रो, कस्तो राम्रो तरिकाले बुझाउनु भएको उहाँले। यो हो नि त तरिका। सरकारद्वारा एउटा राम्रो कार्यको सुरुवात भएको समाचार देख्न पाइयो, सुन्न पाइयो होइन। यसलाई हामीले चाहिँ नि साथ समर्थन गर्नु नै पर्छ र यस्ता खालका सकारात्मक जनतामुखी गरिएको कामलाई जनताले जहिले पनि सपोर्ट त गरि नै रहनु हुनेछ। आगामी दिनहरूमा पनि यस्तै खालको समाचारहरू सुन्नमा आओस्, देख्नमा आओस्। एउटा मुस्कानसहितको राज्यद्वारा जनतालाई दिएको एउटा सुविधा, घर दैलो सुविधा एकदमै उचित छ। यसलाई हामीले सदैव सरकारको राम्रो सुरुवात भएको छ भन्ने हामीले लिएका छौँ होइन। त्यसमाथि यो जुन यो जिल्ला हुला कार्यालय भन्ने बित्तिकै कुनै एउटा समय थियो जब सूचनाको आदान प्रदान चिठी पत्र मार्फत हुन्थ्यो। त्यति बेला समाजमा यसको महत्त्व धेरै नै थियो। तर अहिले हरेकको मान्छेको हातमा मोबाइलहरू छ, ल्यापटपहरू छ। त्यसैले गर्दाखेरि चाहिँ समाजमा यसको यो जिल्ला हुला कार्यालयको महत्त्व पनि अलिकति महत्त्वहीन जस्तो भएको हो कि भन्ने जस्तो भइरहेको थियो। त्यो अवस्थामा सरकारले जुन एउटा जिल्ला हुला कार्यालयका अब पदाधिकारीहरूलाई पनि एउटा जनतालाई सेवा दिने जुन मौका दिनुभएको छ त्यसलाई पनि एकदमै सराहनीयको रूपमा हेर्नुपर्छ हामीले। कस्तो खालको वाट अ नाइस म्यानेजमेन्ट के शाबाश बेटा बहुत बढिया भन्नुपर्छ। दिस इज द म्यानेजमेन्ट के, यसरी नै म्यानेजमेन्ट गर्ने हो। तर फेरि भनिन्छ नि त कन्सिस्टेन्सी इज द की के। अब यो कहिलेसम्म त, किनकि कतै यो फेरि मेरो भन्दा अझै मेरो 2082 गएको सालको न्यू इयरको रिजोल्युसन जस्तो हुने त होइन नि। सुरुमा चाहिँ एकदम उत्साहपूर्वक सुरुवात हुन्छ होइन। जस्तै म आफूलाई लिन्छु कि एउटा इक्जाम्पल, कन्सिस्टेन्सी चाहिँ निरन्तरता चाहिँ भइरहोस्। अझै यसमा अझै बरु केही नयाँ कुराहरू थप्न सकिन्छ भने थपियोस् भन्ने कुरा हो। कन्सिस्टेन्सी चाहिँ हुनु पऱ्यो भन्ने कुरा हो। सुरुवात चाहिँ राम्रो देखिएको छ। मेन चाहिँ कन्सिस्टेन्सी चाहिँ हुन्छ कि हुँदैन भन्ने कुरा हो। किनकि इट्स नट अ जोक के, हेर्दाखेरि चाहिँ सुन्दाखेरि चाहिँ नि सामान्य लागे तापनि अब लाखौँ जनताको अब विभिन्न डकुमेन्ट होला। यो त एउटा पासपोर्टको कुरा भयो, अब भरे नागरिकता होला या अरू कुनै या अरू परिचय पत्रदेखि लिएर लाइसेन्सको कुराहरू होला, डिफ्रेन्ट डकुमेन्टेसन्सहरू हुन्छ होइन। त्यसलाई अब लाखौँको जनताको घर दैलोसम्म पुर्याउनु र त्यसको अभिलेखहरू राख्नु होइन, पुग्यो कि पुगेन, प्रिन्ट भयो कि भएन, त्यसलाई घर दैलोमा पुर्याउनु भनेको इट्स नट अ जोक। तर असम्भव चाहिँ होइन। तर त्यही हो, अलिकति गाह्रो चाहिँ हुनसक्ला। र राज्यले कसरी म्यानेजमेन्ट गर्न सक्छ भन्ने कुरा हो होइन। र म्यानेजमेन्ट गर्यो भने होइन, द्याट्स अ गुड, राम्रो स्टार्ट भएको छ। यसलाई हामीले पोजिटिभली लिन्छौँ र हामी एज अ जनताले यसलाई जहिले पनि साथ सपोर्ट गर्छौँ र धन्यवाद पनि भन्छौँ। यति भन्दै ओके गाइज, प्लिज मेरो यो च्यानललाई पनि फलो गरिदिनु होला, लाइक सेयर गरिदिनु होला। थ्याङ्क यू।